द प्रेसेस आर्ट्स गोसले मंका कथा आधुनिक चित्रकला या प्रदर्शनी जुगुदु आकृति नाबिया ह्याकुगु थुगु चित्रकला प्रदर्शनी एया नेपाल आर्ट काउन्सिल बबर मलेन ह्यागु ख न्यानो न्यंको जुगु थुगु चित्रकला प्रदर्शनी या दक्ले नापागु दि बिवा संघीय संसदीय सांसद सुजता साके उले जयाना प्रदर्शनी ह्याकुगु ख चित्रकला प्रदर्शनी सांसद साक्य नेपाया कलाकारिता हलिमे चोछा जुगु थासे वेकला चित्रकला व कलाकार तेगु महत्वया बारे चोछना दिल हामी सबैलाई थाहा छ कला बिना जीवन अधुरो छ सम्पूर्ण जीवन हाम्रो एक प्रकारले भने हामी सबैमा कसै न कसैमा फरक फरक खालको कला हुन्छ फरक फरक खालको सिप हुन्छ त्यो सिप र कला नै जीवनको आधारहरू हो यो जीवनको आधारहरू खास हामीबाट मात्रै हाम्रो मात्रै उपज हो भनेर भन्न मिल्दैन हाम्रो यो पुर्खाको देन हो हामीले एउटा जेनेटिक मेमोरीको कुराहरू गर्छौँ हामीले एउटा पुस्ताबाट अर्को पुस्तामा कलाहरूको जुन एउटा विशिष्ट क्षमता हुन्छ त्यो विशिष्ट क्षमता एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने जुन प्रक्रिया हुन्छ त्यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण हाम्रो पाठको काम हो त्यसले सबै कलाकार सबै व्यक्ति कलाकार हुन सक्दैन कलाकारहरू भावनाले पनि उन्नत स्तरको उत्कृष्ट सोच विचार र व्यवहारहरू हामीले विशिष्ट खालको व्यवहारहरू पाउन सक्छौँ अथे जाजोले विशेष पाकठ छाया दिम चित्रकार एरिन ताम्रकार थुगु चित्रकला प्रदर्शनी पाखेन मुपी कलाकार तेतन प्रेरणाया स्रोत जी फेमा ढका भिन्तुना ब्यादिल हामीले आर्टिस्ट भइकन धेरै कुराहरू हामीले सोच्नुपर्छ गर्नुपर्छ हैन त्यसमाथि चाहिँ आजको 9 जना स्पेशल कलाकारहरूको लागि चाहिँ म विशेष अनुरोध गर्न चाहन्छु साथै अघि बढिरहेका कलाकारहरूलाई र भविष्यमा हामीले अहिले यो जुन सबैजनाको कलाकारहरू छन् यी आर्टिस्टहरू नै भविष्यको राम्रो आर्टिस्ट र सिनियर आर्टिस्ट बन्नेछन् जसरी म चाहिँ पहिला अब यो एक्जिस्टमा आएर चाहिँ मैले मेरो कलेज लाइफको कुराहरू धेरै सम्झना मेरो भइरहेको छ म फ्ल्यासब्याकमा गइरहेको छु र यसरी नै तपाईँहरूले पनि भोलि गएर यही कामले चाहिँ अघि बढेर सिनियर हुन सक्नुहुन्छ चित्रकला प्रदर्शनी आपला आधुनिक चित्रकला नापन थिथि द्या वद्यक या मूर्ति प्रदर्शनी तयार तगदु